हाई गाइज गुड मर्निङ नमस्कार वेलकम टु माई ब्लग। हजुरहरू सबलाई मेरो ब्लगमा स्वागत छ। नयाँ जोडिनु हुने सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। आज मैले मेरो दिनचर्या जाँदैछ। यिनी मेरो केटाहरूलाई यता मेरो केटाहरू छन् घाँस पाउनको लागि यहाँ बनाएको जानिएको त छैन, त्यही पनि त्यसले आलु झेल यताउता ट्याङ्कर टुक्का यिनी है बाख्रा बुक्नुको हाल्ने ठक्का ठाक्का पार्ने मेरो काम त्यही छ साथीहरू। अहिले लगतै अब एउटा त्यहाँ बनाएर उता बाख्राले घाँस खाँदैछन्। अब फाइनल अवस्थामा पुगेछ, घाँटीहरू ठोक्नेला भइसकेको छ। यो ठुलो बाख्राको लागि यहाँनिर घाँस खानको लागि बनाएको छु। अनि बाख्रा भक्का भक्का छन्, त्यही पनि अब त्यहाँको ल्याएर यहाँनिर राख्ने हो। यसमा पानी पर्नेलाई भित्र खुवाउने गराउने। केटाहरू बाहिरतिर बुझिराख्छन्, त्यो भएर मेरो सानो पानीको लागि व्यवस्था हुँदैछ। त्यहाँ फेरि त्यहाँनिर त्यो भान्सीकोठाको जाली हान्न छ, त्यसको पनि देख्न सक्नुहुन्छ होइन। अब यो फिनिस अवस्थामा पुगिसकेको छ। भन्नको लागि यहाँ तल किलाहरू गराइएको छ, यहाँ देख्न सक्नुहुन्छ किलाहरू। यिनमा काटी हानेर तलबाट दोहोरो बनाइएको छ, त्यसको समस्या केही पनि छैन। अनि खतरा छन्। अब मेरो काम यहाँ छ, यहाँ यसलाई जाली हान्नु पर्छ। एकछिन पछाडि जाली हालेको पनि देख्न सक्छ। अलिअलि यस टिनभित्र पनि पार्नु पर्यो भनिकन लागेको। यता पनि थोरै सपोर्ट उता टिनको पनि होस्, थोरै यताबाट ठोक्नु पर्यो भनिकन बाहिरबाट फटाफटहरू नछिरोस् भनेर देख्न सक्नुहुन्छ। कति मसिनो जाली छ, यति मसिनोबाट छिर्ने कुरो पनि भएन भने सायद यसले मच्छर पनि रोक्नु सक्छ है। यस्तोबाट झुक्केर नि त मच्छर पनि त कसेर जाला। अब यो जालीले प्रयोग गरी हेरौँ कतिको टिकाउ हुन्छ, कस्तो हुन्छ। धुवाहरू कतिको बाहिर जान्छ, यदि गएन क्लियरली भने जस्तो भएन भने फेरि यसलाई निकाल्दा फेरि अर्को चेन्ज गर्न सकिन्छ।